तर हामीले हिजो अस्ति चाहिँ विवाहमा व्यस्त भयो आज चाहिँ अब यस्तो कामको सिलसिलामा यहाँ एकजनाको काम गर्न आएको साथीहरू यहाँ स्कुल पोत्ने काम भइरहेछ हामी चाहिँ यहाँ माटो फल्सिरहेछौँ यता दिदीबहिनीहरू पोत्दै हिँड्छ यता है उता पर बान्नु चिन्ने काम भइरहेछ पुरै काम चाहिँ तमाम भइरहेछ क्या पोलो कोही पछाडि बाँध्नु चिपिल्लो भनेर कोही अगाडि पोतिरहेछन् ल ल ल ल काम राम्रोसँग कोही पानी छरिरहेछन् यहाँ ल ल ल छिटो गर अब माथि पोत्नको लागि भर्याङ रेडी हुँदैछ खुब निकालिहाल्छ है त्यो माटो हाल्ने पनि ढङ्ग चाहिन्छ आधा माटो बोक्ने आधा यहाँ माटो फल्चिने आधा माथि पोत्ने पुरै काम चाहिँ भइरहेछ यहाँ माथि भड्याङमाथि चढेर पोतिरहेछन् ल ल ल राम्रोसँग काम गरे साथीहरू ल ल केटीहरू काम चाहिँ राम्रोसँग गर्नु है हल्का हल्का उल्किएर जे होस् पोत्ने काम भइरहेछ फुपू यता हेर्छु न एकचोटि यसो अनुहार पनि देखाउनु पर्यो मान्छे चिन्नु पर्दैन